ओके मसँग पर्फ्युम छ पर्फ्युम त्यो नचल्ने क्यामेरा छ नि पुरानोवाला पर्फ्युममा बिर्को खोल नि त तिम्रो त्यो क्यामेरा ट्याक ट्याक गर त भुइँमा त्यो उसमा काउन्टर टपमा ल खोइ फेरि गर पर्फ्युम छस्क नि त ल क्यामेरा अन गर त अन नै हुँदैन त्यो ए बटन क्लिक गर नि त बटन बटन ल क्यामेरै जस्तो काउन्टर टपमा यसो ट्याक ट्याक गर त बास्ना त आएन पर्फ्युम लेन्स कभर छ कि छैन लेन्स कभर छैन यसमा यसो फोल्डिङ फ्लिपहरू केही छ कि छैन त्यसमा बटनहरू मात्रै छ थिच त फेरि एकचोटि बटन क्यामेरा जस्तो बटन हेर्दा त हातले यसो ट्याक ट्याक गर त कहाँ त्यो बोतलमा नङले कि हातले नङले ल पर्फ्युम जस्तो त सुन्दैन पर्फ्युम त सिसाको हुनुपर्ने हो फलाम जस्तो आवाज आउँछ के ट्याक 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 गर त हातले कि के हातले हातले आई थिङ्क वान अफ द क्यामेरा नै हो जस्तो लाग्छ पर्फ्युमको बिर्को फेरि खोलेर लाउ त एकचोटि खुल्लै छ लाउ त त्यसो है ल ट्याक्क भएन यतिकै मात्रै लाग्ने खोल्ने हो फेरि खोला त ल क्यामेराको के गर भने त्यो पुरानोवाला हो क्या त्यो यसरी गरेर अनि खिच्नुपर्ने क्या त्यस्तै लागेको छ लाग्न त तर त्यो होइन जस्तो लाग्यो फेरि त्यो ऊ पनि आवाज सुनाइदिउँ त्यो यस्तो गर्ने के गरेर गरेर आउँछ नि यसरी गर त अरू के सामान छ हामीसँग त्यस्तो पखायो यसरी यसरी गर्ने अनि फोटो खिच्ने क्या बुझ्यौ मैले भनेको त्यो पुरानो क्यामेरामा हुन्छ नि कन्भिन्स गर्न नखोज के पख कन्भिन्स किन गर्नु हामीसँग ट्यार ट्यार गर्ने अरू क्यामेरा बाहेक त्यसमा त्यो किरिङ जस्तो छ किरिङ छैन केही नै किरिङ त लेन्समा ट्याक ट्याक गर त लेन्समै लेन्समा सामान त त्यस्तै हो क्यामेरा नै होला तिम्रो हो स्योर मेरो के हो तिम्रो चाहिँ मलाई त्यो सेटिङ स्प्रे जस्तो लाग्यो किनभने बास्ना नै आएन बास्ना आछ त नि छैन खै मलाई त आएको छैन बास्ना छैन मलाई आएको छैन तिम्रो चाहिँ त्यो मेकअपको त्यो सेटिङ स्प्रे जस्तो लाग्यो मलाई ल देखाउने त 3 2 1 लिएर आइरहेको यो के हो सेटिङ स्प्रे होइन